सम्पूर्णमा नमस्कार। आजको हाम्रो टपिक रहेको छ हाउ टु इन्स्टल ट्याली प्राइम इन विन्डोज। अर्थात् हजुरहरूले ल्यापटप अथवा कम्प्युटरमा ट्याली प्राइम कसरी इन्स्टल गर्ने। सबैभन्दा सुरुमा हजुरहरू गुगल क्रोममा जानुहोस्। यहाँ मेरो गुगल क्रोम रहेको छ। गुगल क्रोममा गइसकेपछि यहाँ हजुरको सर्च अप्सन आउँछ। सर्च अप्सनमा गएर डाउनलोड ट्याली प्राइम भनेर लेखिदिनुहोस्। इन्टर गरिदिनुहोस्। इन्टर गरेपछि हजुरलाई यहाँ सुरुमा ट्याली सल्युसन भनेर ट्यालीकै कम्पनीबाट चाहिँ हजुरलाई डाउनलोडको अप्सन दिएको हुन्छ। धेरै यसो सफ्टवेयर पनि दिएको हुन्छ, तर सबैमा ट्राई चाहिँ नगर्नु, ह्याक हुने चान्स एकदम बढी हुन्छ, भाइरस छिर्ने। तर हजुरले चाहिँ जुन चाहिँ हाम्रो लिगल छ त्यही अनुसारबाट चाहिँ हजुरले डाउनलोड गर्नुहोस्। अब यहाँ हामीलाई ट्याली सल्युसन नै दिएको छ, डाउनलोड ट्याली प्राइम भनेर यसमा क्लिक गरिदिनुहोस्। यसमा क्लिक गरेपछि हजुरले यहाँ दुईटा अप्सन देख्नुहुन्छ, एउटा ट्याली प्राइम 7.1, अर्को ट्याली प्राइम एडिट लग भनेर देख्नुहुन्छ। हामीलाई चाहिने भनेको चाहिँ ट्याली प्राइम 7.1, हामीलाई चाहिँ एडिट लग चाहिँ चाहिएन प्र्याक्टिसको लागि। तर हामीले यसमा गएर चाहिँ यसलाई डाउनलोडमा क्लिक गरिदिनुहोस्। डाउनलोडमा क्लिक गरिसकेपछि हजुरले यहाँ देख्नुहुन्छ यहाँ डाउनलोड भइरहेको छ। एकैछिन होल्ड गर्नुहोस्। एकैछिन होल्ड गरिसकेपछि हजुरलाई यहाँ सेटअप भनेर दिइसकेको हुन्छ। सेटअपमा गएर हजुरले यहाँ गएर चाहिँ यसलाई क्लिक गर्न सक्नुहुन्छ। यसलाई यहाँ क्लिक गरिदिनुहोस्। क्लिक गरिसकेपछि हजुरलाई यहाँ के दिन्छ, डु यु वान्ट टु रन दिस फाइल भनेर आउँछ। भनेको नेममा चाहिँ हजुरको फाइलको नाम आउँछ, पब्लिसर ट्याली प्राइभेट टाइप एप्लिकेसन भनेर। फ्रम भनेको चाहिँ हजुरको लोकेसन, सेटअप लोकेसन चाहिँ कहाँ छ भनेर देखेको हुन्छ। यसमा चाहिँ हजुरले सिधै यहाँ रन गर्न सक्नुहुन्छ। यहाँ चाहिँ यहाँ रनमा गएर क्लिक गरिदिनुहोस्। एकैछिन लोडिङ लिन्छ। लोडिङ लिइसकेपछि चाहिँ हाम्रो एप्लिकेसन ट्याली प्राइम रिलिज 7.1 भनेर चाहिँ हामीलाई एउटा कन्फिगर, एउटा मोर एक्सन अनि अर्को इन्स्टल भनेर दिएको हुन्छ। अब हामीलाई चाहिएको इन्स्टल हो, र हामी इन्स्टलमा गएर चाहिँ यसलाई क्लिक गर्छौँ। क्लिक गरेपछि यसले अलिकति टाइम लिन्छ इन्स्टल गर्नको लागि। अब हाम्रो इन्स्टल चाहिँ सक्सेसफुल भनेर देखाइसक्यो। अब चाहिँ हामीले स्टार्ट गर्न, यदि हामीले डाइरेक्ट यहीबाट स्टार्ट गर्न चाहन्छौँ भने चाहिँ हामीले यहाँ स्टार्ट ट्याली प्राइम भनेर लेखेको छ। यहाँ गएर हजुरले क्लिक गर्न सक्नुहुन्छ। यसरी चाहिँ हाम्रो ट्याली प्राइम चाहिँ सक्सेसफुली डाउनलोड भइसकेको छ। एकैछिन होल्ड गर्नुहोस्। अब चाहिँ हाम्रो ट्याली चाहिँ स्टार्ट भइसकेको छ, र यसलाई चाहिँ हामीले यहाँबाट कन्ट्री नेपाल, काउन्टिङ टर्न अदर्स, कम्पनी डाटा पाथ भनेर दिएको हुन्छ। यसलाई चाहिँ हाम्रो एप्लिकेसन स्टार्टअपमा चाहिँ यसलाई एक्सेप्ट गरिदिनुहोस्। एक्सेप्ट गरिसकेपछि चाहिँ हजुरले ट्याली चाहिँ सजिलै चलाउन सक्नुहुन्छ। हजुरहरूलाई यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।